नमस्कार साथीहरु, तपाईले कहिले इमेजिन गर्नुभएको छ एउटा स्कुटर जसले पेट्रोल बिना, आवाज बिना, भाइब्रेसन बिना सिंगल चार्जमा 300 किलोमिटरसम्म ट्राभल गर्न सक्छ। सुन्दा अलि अनबिलिभेबल लाग्न सक्छ, तर आजको भिडियोमा हामी एक्सप्लोर गर्न लागेका छौं एउटा यस्तो इलेक्ट्रिक स्कुटर जसले नेपालमा मोबिलिटीको कन्सेप्ट नै चेन्ज गरिरहेको छ। आज म तपाईलाई एउटा स्टोरी सुनाउँछु। सपोज गर्नुहोस् तपाई बुटवलबाट काठमाडौँ जाने प्लान बनाउँदै हुनुहुन्छ, तर तपाईको स्कुटर इलेक्ट्रिक छ, पेट्रोल छैन र तपाईलाई बीच बाटोमा चार्ज गर्ने टेन्सन पनि छैन। तपाई आरामले राइड गर्दै काठमाडौँ पुग्न सक्नुहुन्छ। नो फ्युल कस्ट, नो स्ट्रेस, ओन्ली स्मूथ साइलेन्ट राइड। र त्यो पोसिबल बनाउने स्कुटर हो ग्यारो DT 53 म्याक्स। आजको भिडियोमा हामी केवल रिभ्यू मात्रै गर्ने छैनौं, हामी डीप डाइभ गर्ने छौं। यसको रियल परफर्मेन्स कस्तो छ, यो किन यति पपुलर भइरहेको छ, यसको प्राइस जस्टिफाइड छ कि छैन र अन्त्यमा तपाईले यो किन किन्नु पर्छ या किन नकिन्नु पर्छ भन्ने क्लियर एन्सर दिने छौं। अब सबैभन्दा पहिले कुरा गरौं प्राइसको, किनकि यही कुरा डिसिजन चेन्ज गर्ने सबैभन्दा ठूलो फ्याक्टर हो। नेपालमा ग्यारो DT 53 म्याक्स को प्राइस करिब 3,85,000 रुपैयाँको आसपास पर्छ, जुन प्राइस सेगमेन्टमा यो स्कुटर प्रिमियम क्याटेगोरीमा राखिन्छ। तर यहाँ इन्ट्रेस्टिङ कुरा के छ भने यो स्कुटरले केवल ट्रान्सपोर्टेसन मात्र होइन, लङ टर्म सेभिङ पनि दिन्छ, किनकि पेट्रोल खर्च कम्प्लिटली एलिमिनेट हुन्छ। अहिलेको समयमा पेट्रोल प्राइस लगातार बढ्दै गइरहेको छ र डेली कम्युटिङ गर्ने मानिसहरूका लागि फ्युल कस्ट एकदमै ठूलो बर्डन बनेको छ। यदि तपाईले दिनको 20-30 किलोमिटर राइड गर्नुहुन्छ भने महिनामा हजारौं रुपैयाँ पेट्रोलमा खर्च हुन्छ। तर इलेक्ट्रिक स्कुटर भएकोले त्यो अनरशिप एक्सपिरियन्स अझै एफोर्डेबल बन्छ, जुन धेरै युजर्सले अन्डर एस्टिमेट गर्ने फ्याक्टर हो। अब इमेजिन गर्नुहोस् तपाई बिहान अफिस जान लाग्नु भएको छ, ट्राफिक जाम छ, रस आवर छ, सबैजना हतारमा छन्, तपाई स्कुटर स्टार्ट गर्नुहुन्छ र थ्रोटल ट्विस्ट गर्नुहुन्छ, कुनै आवाज छैन, कुनै भाइब्रेसन छैन, तर स्कुटर इन्स्ट्यान्टली मुभ हुन्छ। यही हो इलेक्ट्रिक मोटरको रियल म्याजिक। ग्यारो DT 53 म्याक्समा 3000 वाट रेटेड मोटर दिएको छ, जुन पिकमा 5000 वाटसम्म पुग्छ र यसको टर्क करिब 140 न्युटन मिटरको आसपास छ। अब यो केवल स्पेसिफिकेसन होइन, यो एउटा फिलिङ हो। जब तपाईं अफिस जानुहुन्छ, ओभरटेकिङ गर्नुहुन्छ वा हेभी लोड लिएर राइड गर्नुहुन्छ, स्कुटर कहिले विक फिल हुँदैन। इलेक्ट्रिक मोटरको इन्स्ट्यान्ट टर्कले गर्दा एक्सेलरेसन निकै स्मुथ र पावरफुल हुन्छ, जसले गर्दा सिटी ट्राफिकमा ग्याप फाइन्ड गरेर इजिली मुभ गर्न सकिन्छ। यसमा तीनवटा राइडिङ मोड्सहरू छन्, इको, ड्राइभ र स्पोर्ट्स। इको मोडमा म्याक्सिमम इफिसियन्सी पाइन्छ, ड्राइभ मोडमा ब्यालेन्स्ड पर्फर्मेन्स दिन्छ र स्पोर्ट मोडमा स्कुटर एग्रेसिभ फिल दिन्छ, जहाँ एक्सेलरेसन क्विक हुन्छ र टप स्पिड करिब 90 किलोमिटर पर आवरसम्म पुग्न सक्छ। यसको मतलब के भयो भने तपाई आफ्नो निड अनुसार स्कुटरको बिहेभियर चेन्ज गर्न पनि सक्नुहुन्छ, जुन एकदमै प्र्याक्टिकल फिचर हो र यही फ्लेक्सिबिलिटीले डेली राइडलाई अझै इन्जोयबल बनाउँछ। अब सबैभन्दा एक्साइटिङ पार्ट ब्याट्री र रेन्ज। सोच्नुहोस् तपाईले एकचोटी चार्ज गर्नुभयो र त्यसपछि तपाईलाई हप्ताभरि चार्ज गर्ने चिन्ता नै हुँदैन। यही एक्सपिरियन्स दिन्छ ग्यारो DT 53 म्याक्सले। यसमा 72 भोल्ट 110 एम्पियर आवरको लिथियम आयोन ब्याट्री प्याक दिएको छ, जुन म्यासिभ क्यापेसिटी हो र चार्जिङ टाइम करिब 9 देखि 10 घण्टा लाग्छ, जुन ओभरनाइट चार्जिङका लागि पर्फेक्टली फाइन हो। अब रेन्जको कुरा गर्दा इको मोडमा 250 किलोमिटरसम्म, ड्राइभ मोडमा करिब 200 किलोमिटर र स्पोर्ट मोडमा 170 देखि 180 किलोमिटरसम्म रेन्ज पाइन्छ र आइडियल कन्डिसनमा यो रेन्ज 280 देखि 300 किलोमिटरसम्म पुग्न सक्छ। यो रेन्ज भनेको नेपाल जस्तो कन्ट्रीमा जहाँ चार्जिङ इन्फ्रास्ट्रक्चर अझै डेभलप हुँदैछ एकदमै ठूलो एडभान्टेज हो। यसले गर्दा तपाईले बारम्बार चार्जिङ स्टेसन खोज्नुपर्ने आवश्यकता पर्दैन र लङ राइड प्लान गर्दा पनि कन्फिडेन्स बढ्छ। तपाई विकेन्डमा लङ राइड गर्न चाहनुहुन्छ भने पनि यो स्कुटरले तपाईलाई रोक्दैन, जुन इलेक्ट्रिक सेगमेन्टमा रियर कुरा हो। साथै ठूलो ब्याट्री क्यापेसिटी भएकोले भोल्टेज ड्रप कम हुन्छ र पर्फर्मेन्स स्टेबल रहन्छ, जसले गर्दा लङ राइडमा पनि कन्सिस्टेन्ट पावर डेलिभरी पाइन्छ, जुन धेरै इलेक्ट्रिक स्कुटर्समा पाइँदैन। अब कुरा गरौँ यसको फिचर्सको, जहाँ यो स्कुटर ट्रुली साइन गर्छ। ग्यारो DT 53 म्याक्सको डिजाइन फ्युचरिस्टिक र एरोडाइनामिक छ, जसले यसलाई रोडमा इन्स्ट्यान्टली स्ट्यान्ड आउट बनाउँछ।
फ्रन्टमा म्याट्रिक्स एलइडी हेडलाइट दिएको छ जसले नाइट राइडमा एक्सलेन्ट भिजिबिलिटी दिन्छ र वाइड बीम स्प्लिटले डार्क रोड्समा पनि क्लियर भ्यू दिन्छ। फुल एलइडी लाइटिङ सेटअपले स्कुटरलाई मोडर्न लुक दिन्छ र इनर्जी इफिसियन्सी पनि इम्प्रुभ गर्छ जसले ब्याट्री कन्जम्सनलाई इन्डाइरेक्टली हेल्प गर्छ। डिजिटल डिस्प्ले फुल्ली इन्फर्मेटिभ छ जहाँ तपाईँ स्पिड, ब्याट्री पर्सेन्टेज, राइडिङ मोड, ट्रिप इन्फर्मेसन र एस्टिमेटेड रेन्ज सबै रियल टाइममा देख्न सक्नुहुन्छ जसले राइडलाई स्मार्टर बनाउँछ। स्मार्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम अर्थात् BMSले ब्याट्रीलाई ओभरचार्ज, ओभरहिटिङ र सर्ट सर्किटबाट प्रोटेक्ट गर्छ जसले ब्याट्री लाइफ इन्क्रिज गर्छ र सेफ्टी इन्स्योर गर्छ। यसको साथमा टेम्परेचर कन्ट्रोल सिस्टमले एक्सट्रिम हिट वा कोल्ड कन्डिसनमा पनि ब्याट्री पर्फर्मेन्स स्टेबल राख्न मद्दत गर्छ जुन लङ टर्म रिलायबिलिटीको लागि महत्त्वपूर्ण कुरा हो। बिल्ड क्वालिटीको कुरा गर्दा स्कुटरको चेसिस स्ट्रङ बनाइएको छ जसले ड्युरेबिलिटी इन्स्योर गर्छ र लङ टर्म युजमा कन्फिडेन्स दिन्छ। वाइड टायर्सले बेटर ग्रिप दिन्छ चाहे वेट रोड होस् वा डस्टी रोड र सस्पेन्सन सिस्टम स्पेसली नेपालको रोड कन्डिसनका लागि ट्युन गरिएको छ जसले पथ होल्स र अनइभन सर्फेसेसमा पनि स्मुथ राइड दिन्छ। सिट एर्गोनोमिक छ, लङ राइडमा पनि कम्फर्टेबल फिल हुन्छ। राइडर र पिलियन दुवैका लागि सफिसियन्ट सिट छ जसले लङ डिस्टेन्स ट्राभललाई लेस टायरिङ बनाउँछ। फुटबोर्ड स्पेसियस छ जसले डेली कम्युटिङमा आराम दिन्छ र 30 लिटर अन्डर सिट स्टोरेज प्र्याक्टिकल युजका लागि सफिसियन्ट छ जहाँ हेलमेट, ब्याग वा ग्रोसरिज सजिलै राख्न सकिन्छ। वाटर रेजिस्टेन्स पनि दिएको छ। मोटर IPX7 र ब्याट्री IP67 रेटेड छ जसले रेन र डस्टमा पनि स्कुटरलाई सेफ राख्छ। त्यसैले मनसुन सिजनमा पनि यो स्कुटर कन्फिडेन्टली युज गर्न सकिन्छ। साथै ब्रेकिङ सिस्टम पनि रेस्पोन्सिभ छ जसले सडन ब्रेकिङमा स्टेबिलिटी मेन्टेन गर्छ र सेफ्टी बढाउँछ। अब रियल लाइफ एक्सपिरियन्सको कुरा गर्दा यो स्कुटर डेली कम्युटिङका लागि एक्सट्रिमली कन्भिनियन्ट छ। तपाईलाई पेट्रोल पम्प जानु पर्दैन, लाइन बस्नु पर्दैन, फ्युल प्राइस इन्क्रिजको टेन्सन हुँदैन। लङ राइडको लागि पनि यो सरप्राइजिङली क्यापेबल छ किनकि यसको रेन्ज हाई छ र पर्फर्मेन्स स्ट्रङ छ। कस्ट सेभिङको हिसाबले हेर्दा यो स्कुटर लङ टर्ममा एक्सिलेन्ट चोइस हो किनकि इलेक्ट्रिसिटी कस्ट पेट्रोल भन्दा धेरै कम हुन्छ र मेन्टेनेन्स पनि मिनिमल हुन्छ किनकि इन्जिन ओइल, फिल्टर चेन्ज जस्ता खर्च हुँदैनन्। इमेजिन गर्नुहोस् तपाईँ घरमै स्कुटर चार्ज गर्नुहुन्छ, बिहान उठ्नुहुन्छ र फुल चार्ज रेडी हुन्छ। यो कन्भिनियन्स लेभल ट्रेडिसनल भेहिकल्समा पाइँदैन र यही कारणले इलेक्ट्रिक मोबिलिटी फ्युचर मात्र होइन प्रेजेन्ट पनि बनिसकेको छ। अब प्रोज र कन्सको कुरा गर्दा यसको बिगेस्ट एडभान्टेज भनेको युज रेन्ज हो जुन इलेक्ट्रिक स्कुटर सेगमेन्टमा रियर छ। पावरफुल मोटर, प्रिमियम डिजाइन, लो रनिङ कस्ट र स्ट्रङ बिल्ड क्वालिटी पनि यसको मेजर स्ट्रेन्थ्स हुन्। कन्समा चार्जिङ टाइम अलि लामो छ जुन फास्ट चार्जिङ कम्पेयर गर्दा स्लो लाग्न सक्छ। प्राइस पनि केही युजर्सका लागि हाई लाग्न सक्छ र रियल वर्ल्ड रेन्ज, राइडिङ स्टाइल, लोड र रोड कन्डिसन अनुसार फरक पर्न सक्छ। त्यसैले रियलिस्टिक एक्सपेक्टेसन राख्नु इम्पोर्टेन्ट हुन्छ। अब अन्त्यमा एउटा सिम्पल क्वेसन, के यो स्कुटर तपाईँका लागि राइट चोइस हो? यदि तपाईँ फ्युचर रेडी हुन चाहनुहुन्छ, लङ रेन्ज चाहनुहुन्छ, फ्युल कस्टबाट छुटकारा पाउन चाहनुहुन्छ र स्मार्ट इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ भने ग्यारो DT53 म्याक्स डेफिनेटली तपाईँका लागि बनेको स्कुटर हो। यो केवल एउटा स्कुटर होइन, यो एउटा सिफ्ट हो पेट्रोलबाट इलेक्ट्रिकमा, ओल्ड लाइफस्टाइलबाट स्मार्ट लाइफस्टाइलमा र यही परिवर्तनलाई इम्प्रेस गर्ने समय अहिले नै हो किनकि आजको डिसिजनले नै तपाईँको फ्युचर राइडिङ एक्सपिरियन्स डिफाइन गर्नेछ। अन्त्यमा यदि तपाईँलाई यस्तो डिटेल्ड साइनेमेटिक र अनेस्ट रिभ्यू मन पर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस् र कमेन्टमा भन्नुहोस् नेक्स्ट कुन बाइक वा स्कुटरको भिडियो चाहिन्छ। म तपाईँका लागि अझै पावरफुल कन्टेन्ट लिएर आउनेछु। साथै तपाईँको फिडब्याकले नै यो च्यानल अझै ग्रो हुन्छ। त्यसैले आफ्नो ओपिनियन पनि सेयर गर्न नबिर्सिनुहोस्। धन्यवाद।